हेलो नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म फेरि हजुरहरूसँग नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु साथीहरू। आज चाहिँ मेरो भ्लग चाहिँ गाउँबाट स्टार्ट भएको छ। म चाहिँ गाउँ आइपुगेँ साथीहरू। म चाहिँ अस्ति आएको हो। मैले चाहिँ किनकि आएको भ्लग बनाउन भ्याइनँ, बच्चाहरूसँग गाह्रो भयो मलाई, त्यही भएर मैले भ्लग नबनाइकन आएँ। आज चाहिँ म सिक्लेस गाउँमा छु गाइज। म गाउँबाट भ्लग बनाउँछु। आज हाम्रो घरमा चाहिँ म के गरेछु कस्तो गरेछु हजुरहरूसँग भेट्छु पनि, देखाउँछु पनि, अनि भिडियो नि बनाउने छु है त गाइज। चाहिँ आज मोमो बनाएर खान लाग्यो गाइज। हाम्रो चाहिँ काटकुट गरिसकेछौँ हामीले, बन्दा र प्याज। अनि भैँसीको मासु नि छ, कुखुराको मासु नि छ। किनकि भैँसीको मासु थोरै भएको कारणले हामीले कुखुराको मासु नि ल्याएको छौँ गाइज। अब हामी यसलाई मोलमाल गर्छौँ अनि फेरि हजुरहरूको सामुन्ने फेरि ल्याउँछु है त। म रेडी भइसक्यो। अब चाहिँ धनिया हालेर अब मोलमाल गरेपछि यता चाहिँ भाइले चाहिँ यता मैदानी गरिसक्यो। किमा रेडी भइसक्यो हाम्रो। अब एक सेट बनाइसक्यौँ। अब चाहिँ यता बनाउनु लाग्यो, तर चाहिँ उहाँ भाइले पिल्दैछ। अब यता किमा छ, अब उहाँ चाहिँ हाल्छौँ है त गाइज। मेरो भाइले चाहिँ त्यो उहाँ हाल्न लागेको छ एक सिट। अब चाहिँ त्यो पाक्दै गर्छ गाइज। यहाँ बनाउँदैछौँ। मेरो त हुँदै हुँदै जान ओर्छन् पेन हो नि त हो त्यसरी आठौँले ल्याउनु मजा साजन पेले थियो नि जान। हाम्रो चाहिँ मोमो पाकिसक्यो है गाइस। आमाले उता मोमो हाल्नुहुन्छ। हेलो गाइस। बत्तीले खाऊ। बनाउँदैछौँ। यो चाहिँ हाम्रो चटनी र मोमो। मोमो खान्छ त्यहाँ बसेर खाउँछ अरे। खाऊ ल भयो, देखिसक्यो ल। अब दुईजनाले खाएकोले गराएर त मुखमा राखाला मोमो टिप्न। मोमो यसरी देखेको मोमो त्यो ठुलो डल्लो हातले ल ढुक्कले मोमो खाइकन आगोमा पकाएको हाम्रो मोमो। आमाले पनि खान लानु भएको छ। हामी नि यता खाँदैछौँ। बनाउँदा खाँदै बराबर भोक लाग्यो त्यसैले गाइस। चाहिँ यसरी आमा रिसाइ रहेछ आएपछि तोरो हुने अहिले आउनु नहुने जस्तो गर्ने तल आमा जस्तो रहेछ। आमा यहाँ बोलाउँछु फेरि। हेलो गाइस मेरो दिदीको युट्युब च्यानल लाइक सब्स्क्राइब गर्नु। हेलो गाइस हामी मोमो पेल्दै छौँ। तपाईहरुले यसो लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। हजुरहरुलाई धन्यवाद बिदा चाहन्छु भन्नु। ल मलाई यसो गरेर बनाएर भ्याइयो। अब त्यो चाहिँ बनाएर राखेको छ। अब त्यो 3 सिट छ। हेलो गाइस, हाम्रो त मोमो
के बोलेर हेलो गाइज हाम्रो त मोमो बनाइसकेको छ अरे चाहिँ आराम बनाउँदै हुन्छ होइन अब चाहिँ यो पाकेर खासै भ्याउने हो गाइज मोमो चाहिँ पाकिसक्यो यस्तो यो सिट पनि पाक्यो यो सिट पनि पाकेको छ अनि यो सिट पनि पाकेको छ एकदम तातो तातो मोमो यो चाहिँ बफ र चिकन एकै ठाउँमा मिक्स हो हाम्रो चाहिँ बफको मासु थोरै भएको कारणले हामीले चाहिँ चिकन पनि लिएर खाएको हो जिन्दगीको याद हुन्छ बुझ्यौ त्यो भाका त एउटै हो क्या टेन्सन हो तेरोमा पछि स्वर्ग गएपछि बुढी मरेर गएपछि साह्रै बढेको हुन्छ यसो थियो ढुन्टो क्या यत्रो गीत सोधी त बन्यो त नि
म त्यही बस्नु भन्ने केही मन्जुर छैन बस्यो छन् तर भगवान भाइ मैले पाउँदिनँ आशा भाव छ नि है अब मैले गर्नुपट्टि आशा भावमा चाहिँ एउटै पोखेको होइन त तर म त छोप्देऊ न ठुलो आमाको छोरा र सानो आमाको छोरा तर हामी डेढ भाइको जस्तो सात धरती मुनि मन्जा महिने बोलाउँदै बुझ्यौ यिनीहरूले कति राम्रो गाएको आए गाईलाई त्यही ठाउँमा पाएन नि
छोरा नगरी नहुने मर्स्यादीको तिर मर्ने जन्मेपछि मर्नु छ एक दिन त कल्लै लिन्छौ गिर हो यसमा ट्याक्कै खिट भाइ मिलेर गाउनु